हेलो एभ्रिवान, यो चाहिँ आँप टिप्ने मान्छे हो। अनि यो आँप टिप्ने चाहिँ यसमा प्लास्टिकमा हो, यसले टिप्छ आँप चाहिँ। चल ल, अब 2टा बोरा भरेर चाहिँ ल्याउने हो आँप। जान लाग्यो हामी आँप चोर्न। ल अब चोर्न जानु पर्यो। अब चोरेर पकाउनु पर्यो कि आँप चाहिँ काचे काचे सबैले खाएर भ्याउनु लाए, त्यही भएर अब चाहिँ पकाउनु पर्यो। यसमा यो प्लास्टिक ठिकै छ ल, ठ्याक्कै भरि हुन्छ जस्तो लाग्छ। यो हाम्रो चाहिँ आँप चाहिँ लटरम्म फलेर यहाँ। ओहो, आँपको चोप लाग्ने हो भनेर त्यो सब ढोक्रो प्लास्टिकमा हाल्न हाल, केही फरक पर्दैन होला त्यस्तो त। फर्स्टमा माथि माथिको टिम न तरिका चढ भात ल्याए हाँगा भात चाहिँ नि फेरि छोडिदिएछ नि त। ओइ बिस्तारै बिस्तारै हाँगा भात चाहिँ ला। ओहो भाइ, मेहनतको फल मिठो हुन्छ अरे यो। तर यो बोटो सानै हो यार, त्यति ठुलो चाहिँ होइन है। कति वर्ष भयो? 2 वर्ष भयो क्या यो रुखको। भट्टाभट टिप्न त्यसो पुज्नु। यसलाई त्यही रुखमै झुन्डाउनु पाए हुन्थ्यो होइन। त्यो माथिको त्यो काठ जस्तो देखा नि, त्यसमा झुन्डान। बिस्तारै बिस्तारै। अब आइगएन मजा। झन्झटै भएन। रोशन बिस्तारै बिस्तारै। के चरा? बिहानको वाला हो र? कस्ता हो तिमीहरू त? त्यहाँ तिमीहरू त पापी हो, पापी। आँप चाहिँ हो क्या तर यो भन्दा नि ठुलो हुन्थ्यो होला क्या त्यो। पाक्ने हो कि होइन भाइ? यस्तो गरे नि हुन्थ्यो, माथि माथिको 1-2टा राखे पनि हुन्थ्यो भाइ। तलको सबैले चोर्नेवाला चाहिँ टिप। ओइ हाँगा भात चाहिँ क्या चरचर भइरहेको त। एउटा खुट्टा यतापट्टि गर्न त। नै माथि यस्तो गर क्या, यस्तो गर। सुन, माथि तिनी राख, अनि यहाँ तलका टिप क्या, यहाँ तलका। यहाँ तलका टिप, माथिका नटिप। भइगयो, छोड्दै क्या। अब यो पाक्ने हो कि पाक्ने होइन फेरि, त्यति बिग्रियो भने हेर्न हालत खराब। यत्रो आँप खेर जाला। औषधीले कहिले कस्तो काम नगर्ने पनि सक्छ क्या। तल यहाँतिर टिप, ऊ त्यहाँ धेरै त्यो दे न, त्यो बोरा दे, अप्ठ्यारो भएपछि। हेलो, आज चाहिँ मस्त टिपिरह। मस्त क्या, मस्त मतलब धेरै। यो चाहिँ लोकल ल्याङ्ग्वेज हो नि त, मस्त भन्ने। त्यो अर्कैवाला मस्त सुन्यो होला। यो पालि चाहिँ आँप चाहिँ दर्रो खाइने भयो। तर एउटा रुखले नि कति फलेर होइन, हामीले यति भयो नि काफी हो क्या, काफी। यति भयो नि, फेरि एउटा बोरा माथि छ। यो पनि लगभग 1-2 केजी भइहाल्छ। अनि त्यहाँ ओहो, को खाइसक्ने हो भाइ यत्रो? खान सक्ने फाल्नुलाई क्या नि? फाल्नु पर्ने हो भाइ। हात पुग्यो कि नै? के भयो? म रुखमा चढेर पास गरौँला समाजमा। बोरा नै, बोरा नि आँप नि। आँप अब भइगयो त। अब छेउछेउका भाइ कुन यता उयोताका यिनीहरू यत्रो टिपेर यार बिग्रिने हो कि? को खाइसक्ने हो कि यत्रो? 2 आँप लगभग आधा केजीसम्म खान्थ्यो। 2 आँप आधा केजी?
बाफै 2 आधा केजी रेकर्ड तोड्ने भयो हुन त एक आँपमा के अरे 1 केजीमा 4वटा मात्रै त आउँछ त यति त होला त सबभन्दा खतरनाक देखिने आँप भनेर यहाँनिर हो क्या बाहिरबाट अब टक्क गर्नु पर्यो हो 10 टकामा भ्याउँछ नि तिमीले म टिपेर माथि दिउँ के यहाँ त मेरै हात पुग्यो त त्यो बोरा को ल्याउने हो माथिबाट हेर्ने मान्छे टिपेर माथि हाल्नुहोस् त नि सबै टिपौँ है यहाँको त सकिहाल्छ नि त हातले मैले कति मेहनत लगाम राख्नुपर्ने के खास हामीले पछि हाल्थ्यौँ बुढामा देखिन्थ्यो त सबै राख्न त कति जति होला भाइ हुन्छ होला नि 1 नम्बर जति त अहिले टिप्ने होला क्या नै मतलब रुखको नटिपेर यो तलको मात्रै भन्दा धेरै होला र सिकारीले मार्यो नि कस्तुरी एकचोटि नि फर्केन यसरी ओए चोट लाग्ला यति तल नि फलिहान तर हाउरीले चाहिँ खासै परवा पारेन यसलाई चाहिँ अरूको चाहिँ सबै गयो यो चाहिँ बेलौती हो आँप के अरे अम्बा यताको राख्न हेर्दाखेरि कति राम्रो सो देख्यो अनि उताको छोड्दे क्या यति छोड्दे क्या त्यो पनि छोड तान्दे त तान्दे जा तान्दे जा यहाँनिर गए त यति मात्रै राखौँ हात पुग्ने ठाउँ हो चोरको हात पुग्ने ठाउँ भयो गाइस अब चाहिँ त्यो चाहिँ सब झार्नु पऱ्यो क्या मतलब यस्तो क्या होइन खाए जस्तो नहुने अब अनि पछि ल यो सब चाहिँ आँप हो सबैलाई बाँडिदिने क्या 2-2टा आँप सबैले खाओस् नि त छरछिमेकले खाए जस्तो पनि भइहाल्छ अन्त्यको चाहिँ सेम ओहो 2-2टा टिप न आहा टक्क नुनमा चोपेर अस्ति दराम खाऊ नि त मैले सिकारे नि ओहो रुग्न टाक्न लाग्थ्यो क्या भाइ पुरै पहिलो देखिरह सबै दानाहरू चाहिँ तर पोहोर साल चाहिँ फल्न त फल्यो थियो होइन ए अचार हालेको थियौँ ठिक यस्तरी सप्लाई भइरह आँपको टक्क अब एउटा यहाँ बिजनेस भइसक्यो के लगभग 1000 रुपियाँ जति कमाउँथ्यो होला कि आँपले त के गर्ने अब बिजनेस माइन्ड लगाऊँ भन्ने छैन क्या अरे कति सानो आँप टिप्दै उनले खान्छन् कि डल्लीले सानो मान्छेले सानो आँप खान्छन् हुन त सानो मान्छे ठुलो आँप खान्छन् भाइ है बिस्तारै आन हाँगै भाज्ला जस्तो हो भाइ यो त यो काट्दाखेरि चाहिँ कस्तो होला भाइ यहाँ यस्तो कालो भयो नि त त्यो काट्नुपर्ने हो नि वास्तवमा फलै आउने नि जस्तो लागिरहेको थियो भाइ यो काट्दैन त आँसीले के कसो बिछाउने कि हिँड उता हिँड त यो पनि सबै त्यहीँ हाल छोड चोर बजार आफ्नो घरको चोर्ने चाहिँ चोर्ने हुन्न टिप्ने हुन्छ सो आफ्नो सम्पत्तिमाथि टिप्न पाइयो सम्पत्तिलाई बिस्तारै गरौँ है भाइ कुहियो भने फेरि क्या होला धौ भयो क्या 1 नम्बर आम्मा ल यहीँ भुइँमा राखी जाने भुइँमा राखेर सिधाउने हेर्ने हो कि कतिसम्म होला राख त यसमा
औषधि अहिले लगाइदिए नि हुन्थ्यो होइन अहिले त लगाउने अहिले लगाउने हो अर्ग्यानिक हो नि त होइन मल सल नहाले टक्क आफ्नै घरको लोकल औषधि त हाल्यो भने नै मतलब अहिलेसम्म त्यो त पकाउने औषधि हो नि त भाइ अब बेचाउको जस्तो नराख्न आप ले लो सस्ते में सस्ते सस्ते में रस्ते के माल सस्ते में लग्ने भाइ आइस है मम्मी यहाँ बजार भइसक्यो आँपको बस्ने यो बेच्ने मान्छे खासै गतिलो भएन क्या आँप चाहिँ ठिकै हो बेच्ने मान्छे अलि ठिक भएन मलाई लाग्छ है बेच्ने मान्छे चाहिँ चेन्ज गर्नुपर्छ यो बिजनेसको लागि बेच्ने मान्छे जस्तो भयो नि बेच्ने मान्छेले कस्तो फलाएछ होइन बेच्ने मान्छेले कसरी व्यापार गर्यो भन्नेतिर हुन्छ नि त थोप्रानो सरका प्रेका चोप्रा जस्तो कमाउने उद्देश्यले गर्ने काम हो नि त यो मान्छे पनि लायक हुनु पर्यो नि त के थोप्रा लग्ने अन्त मेरो नै मान्छेको के अरे व्यापारीको हँसिलो अनुहार भएपछि कति हाँसु यो हाँस्या भित्रैबाट हाँस्नु अरे भित्रको मुटु गरी चाहिँ देखिने रहेछ आहा हेर्दै खाम जस्तो भयो खाइदिउँ क्या दराम यो दुइटा व्यापारी घाट लाग्छ होइन हजुर एउटा चाहिँ दिइदिनुहोस् हजुर फाइनल्ली हामीले चाहिँ आँप टिपेर अब व्यापार गर्न लागिसकेका छौँ कति पैसा उठ्छ भन्ने कुरा चाहिँ अब थाहा हुन्छ आधी 1 नम्बर चाहिँ रुखमै छ यसले व्यापार गर्न सक्छ कि सक्दैन भन्ने कुरा भर पर्छ जहाँसम्म यो दिजुलाई हालिदिनुपर्छ भिडियो ओहो चातरी ओहो टक्क लाइनमा हो यो 1 2 3 4 लाइन 4 लाइन ओहो हो यसका नखरा र नाटक हेर सबभन्दा ठुलो कुन रहेछ थाहा भयो जस आफ्नै घरमा फलेको आँप अब खान पाइने हो चट्ट ओहो हो बब्बालै देखिया ल अब औषधि लाउनु पर्यो नि त होइन व्यापार स्यापार अब यो औषध लगाएर पकाएपछि कस्तो रिजल्ट आउँछ त्यो अनुसारको व्यापार हुन्छ हामीले चाहिँ प्रत्येक एउटा दानाको हिसाबले बेच्छौँ गाउँमा चाहिँ हामीले एउटा दानाको कति रुपियाँमा बेच्दा ठिक होला भाइ यो एउटा दाना कति रुपियाँ बेच्दा ठिक होला अहिले यो मार्केटमा 100 रुपियाँ केजी छ मिनिमम एउटाको 20 रुपियाँ 30 अलि महँगो भयो कि 30 60 90 1 केजीमा 100 को 1 केजी त आउनु पर्यो त 4 दाना त्यो हिसाबले हेर न काँचोको 20 पाकेको 30 ओहो अल्ला चाहिँ ठिक छ है चट्ट खाना योग्य भएपछि चाहिँ 20 रुपियाँमा अनि नाइ यस्तै बेच्ने भनेपछि चाहिँ 20 रुपियाँमा ल आँपको पैसा पनि तोकिसकेको छ यहाँ चाहिँ यो ठुलोको पाकेको आँप चाहिँ पर्फेक्ट भएको आँप चाहिँ 30 रुपियाँ अरे अनि यो काँचो आँपलाई चाहिँ 20 रुपियाँ अरे यो व्यापारमा सक्सेस भइएला त कतिको सम्भव छ मलाई लाग्छ 100मा 1% सक्सेस भइन्छ किनकि अहिले मार्केटमा 100 को 4 वटा आँप आइसकेको छ यसले चाहिँ 100 को 3टा आँप मात्रै दिने प्लान भइसक्यो अहिले मार्केटमा त्यो धेरै हुन्छ पानी अलिकति थोरै घटाइदे हल्का घटाइदे यो तेरो कपडा यसको ढङ्ग कतिको छ भन्ने कुरा चाहिँ यहाँबाट थाहा हुन्छ किनकि अब आँप कतिको पाक्छ होइन त्यो हिसाबले चाहिँ यसको ढङ्ग मैले बनाउने अनि तैँले औषध लाउँछस् भने तेरो हातको मेहनत भएन कपडाले हो लाउनु पर्ने भन्ने कुरा पछि हुन्न कपडाले लगाउँदा ठिक होला हैन त्यति ठुलो कपडा अलि सानो कपडा बना न यो सिधै उसमा हालौँ भित्र हालौँ होइन कपडामा लटबटाएपछि भने चाहिँ बोरा हाल्दा नि कपडा हाल्दा ठिक होला होइन
हल्का नि यस्तो छ यार ऊ त्यो त कति लागेन भाइ यो ला त त्यतिको हल्का लगा भइगयो अलिकति गिलो गराएर यस्तो कपडा ऊ त्यहाँ होला जाँदा जाँदा खिच्यात योभन्दा नि सानो गरा सानो यत्रो यत्रो गरा क्या अनि पुरै भिजा भइहाल्छ यति अनि राम्रोसँग मसाज गर ताग्नु पर्यो नि त ल है अब चाहिँ मलाई पाक्छ जस्तो लागिसक्यो यसको काम देखेर ओहो हाम्रो घरको सब काम गर्ने भनेको यही हो यो नभए पनि लगभग काम आधी काम चाहिँ त्यति रहन्छ क्या भर्खर पाहाडबाट आएको नि त यो त्यसै छ सब काम त्यसै छ क्या सबै बिस्तारै गरिरह कभर गरिरह मान्छे हो सब अब बिस्तारै गाह्रो हुन्छ त्यसमा आँटिने होइन नि त यसका चाहिँ यिनी मेहनतको पसिना होइन यो मेहनत गरेको अनुसार पसिना पसिना बग्यो भनेर दुःख मान्नु पर्दैन किनकि आँप खान पाइन्छ पछि अनि सब चाहिँ तैँले खाएर जस्तो नि लुकी लुकी यो आँप पाकेपछि होइन कसले खायो थाहा हुन्न क्या कहाँबाट गायब भयो भन्ने कुरा नि थाहा हुन्न व्यापार कसरी अब चाहिँ यो पकाउने प्रोसेसमा जान लागिसक्यो फाइनल्ली यसपछि चाहिँ यो कपडामा चाहिँ टक्क गएर पाक्छ तर त्यो कपडा चाहिँ के हो कपडा हो भन्ने हो क्या तेरो टी सर्ट हो क्या टी सर्ट हो कि भेस्ट हो सदुपयोग सामानको सदुपयोग गरेको यो चाहिँ के पनि होइन टाक लगाइदिए कपडामा अलि न्यानो होला होइन यही बोराभित्र ठ्याक्कै होला त यहाँभित्र हालेपछि म पनि पाक्ला कि नै अरू लाउनु पर्दैन नै मतलब त्यो औषधी लगाएर पाक्ने के होइन केरामा र आँपमा एउटै औषधी लाग्ने रहेछ ठ्याक्कै तँ जस्तो भयो त्यो त ठ्याक्कै ठिक छ लगाइ थिएँ फेरि यसमा लगा हाल्ने यसमा हाल्यो रे ल्याइस्यो अब के त्यति कपडा खाएन त्यत्तिकै भाइको मम्मी छोडिदिएछ यही बोरामै हाल्छ पुरा फाल्ने हो क्या यसमा हालौँ नि त लास्टमा बोराभित्र हाल फर्स्टमा पातलो हो त भइगयो त्यो स्कुलको त यसरी पाक्ने होइन पुरै हावा लिक भइहाल्ने हो कहाँ फेरि के होला है बाँध्नु क्या हावा नगएर हावा नगएर कुहाउने लास्टमा कुहिने विचार छ यो सबै कुहाउने विचार छ यो थाहा भएको है तेरिका ल ल ल लगभग होला या यो पनि कल यस्तै कट्टाभित्र हालौँ भने हो कि अनि कहीँ हावा जाने होइन यो कट्टा अटै जाला त समस्या त्यसरी घुसाइकन आउनु पर्यो क्या यो उठाइ होइन त्यही त घुसाउँला त म लाग्नुपर्ने हेर आउनु पर्दैन दुई छोराले चाहिँ आँप पकाउने प्रोसेसमै छन् होइन लास्टमा पाकेपछि ल फर्स्टमा क्रेडिट चाहिँ यहाँ दुइटालाई जान्छ मेरो तर्फबाट पनि एउटा फर्स्टमा दुइटालाई दिन्छु होइन सबभन्दा फर्स्टमा भाइलाई अनि त्यसपछि मम्मीलाई मेहनतलाई चाहिँ मानेको छु क्या मैले छोडिदिएछ यसो कभर गरिहाल्छ कति यति मेहनत भने त ओहो कति केजी होला भाइ 10 कादाले चाहिँ भइगयो पाकेजी जाला आग्या अब यो चाहिँ गयो अब भयो क्या छोडिदियो क्या आइज अब नगर भनेको काम त फर्स्टमा गर्ने मान्छे हो यो नगर जे नगर भने चाहिँ फर्स्टमा त्यही काम गरेर भ्याउँछ यसले चाहिँ अब गइगयो त्यो अब हजुर हेर्ने यो मान्छे आफै आउनु पऱ्यो कि नै अहिले त मैले त बोलाउँदै बोलाएन सबभन्दा अटेरी अबुझ मान्छे भनेको चाहिँ यही हो
ल ल आँप लगिस् पैसा भारी ल्याइसँग मैले केही देख्दै देखाइन कति मिहिनेत गरेँ होला सँग हेर्न भित्र